राज्यका हरेक संयन्त्रहरू चाहिँ रवि लामिछाने विरुद्ध परिचालित छन्। भरिसके कसरी हुन्छ, एक दिन भए पनि उसलाई चाहिँ जेलभित्र एउटा कठघराभित्र रात बिताउनु परोस् भन्ने उनीहरूको चाहना छ। त्यो भएर पनि राज्य नै लागे पछाडि कसैको बाउको केही लाग्दैन भन्ने उदाहरण यहाँ तपाईँले देख्न सक्नुहुन्छ। राज्य लाग्यो भने कसैको बाउको केही चल्दैन है भन्ने मेन उदाहरण रवि लामिछानेलाई हेरी हुन्छ। त्यत्रा भ्रष्टाचार भएका छन्, त्यत्रा मान्छेहरू अदालतले पुष्टि गरेका मान्छेहरू, पक्राउ पूर्जी जारी भएका मान्छेहरू खुलेआम हिँडिरहेका छन्। तर न नामै नभएका, कुनै कर्जै नलिएको व्यक्ति जेल खानामा बसिरहेको छ, बन्दी जीवन बिताइरहेको छ। वाह वाह वाह, मेरो देशको कानुन दैवले जानुन्।